धन्यवाद कार्य सञ्चालकज्यू। उपस्थित सम्पूर्ण आज यो 18औं गणतन्त्र दिवसमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई नमस्कार। अनि 18औं गणतन्त्र दिवसको हार्दिक शुभकामना भन्न चाहन्छु। हामीले राजतन्त्र पनि हेऱ्यौँ, गणतन्त्र पनि हेऱ्यौँ। हामीले मरेरै राजा पनि ल्याउने अनि मरेरै नेता पनि ल्याउने, राजाको पनि शासन हेऱ्यो, नेताको पनि हेऱ्यो। तर अब म चाहिँ के भन्छु भने नि, यो आजको गणतन्त्र दिवसको उपलक्ष्यमा चाहिँ म एउटा मजदुर, करिब 9-10 वर्ष भयो होला मैले सफारी फिल्डमा म छु, सफारी कुदाइरहेको छु र मजदुरको गतिविधिहरू मैले भोग्दै आएको छु, बुझ्दै आएको छु र त्यसैको बारेमा आज म यहाँ हजुरलाई म जति जानेको छु बुझेको छु भन्न चाहन्छु। यो धरानमा सिटी सफारी ड्राइभरले ल्याएको होइन, टेम्पो पनि ड्राइभरले ल्याएको होइन, तपाईँको यो धरान नगरले नै ल्याएको हुनुपर्छ। तर व्यवस्थापन धरान नगरले गरेन। यति अवस्था व्यस्त छ, टेम्पो सफारी अनि दोष जति चाहिँ यिनीहरूलाई नै छ, ड्राइभरहरूलाई नै छ। न बाटो छ यहाँ राम्रो, दुर्घटना हुन्छ, ड्राइभरलाई नै दोष। तपाईँको यहाँ एउटा मान्छे झारो, ड्राइभरलाई नै दोष, एउटा मान्छे टिपर, ड्राइभरलाई नै दोष। कर चाहिँ तिरेको छ, तिरेको छ, त्यो कर कहाँ जाँदैछ? तपाईँको अस्ति तिहारमा धरान हाम्रो इलाकाको डिएसपी साहब, हाम्रो जिल्ला प्रमुख एसपी सुमन सर होला लगायत धरानकै हाम्रो इन्सपेक्टर ट्राफिक महोदय र हामी सफारी चालकका 7-8वटा संस्थाका व्यक्तिहरूको बिच एउटा कुराकानी त्यहाँ भएको थियो। धरान सानो छ, यो सानो ठाउँमा हामी मिलेर ड्राइभर ट्राफिक आफ्नो ड्युटी गर्नुपर्छ भन्ने कुरो उहाँले भन्नुभएको थियो क्या। र ट्राफिक उहाँले के भन्नुभएको थियो भने हामी कानुन पनि मात्रै होइन, व्यवहारको पनि हामी चल्नुपर्छ भनेर उहाँ एसपी साहबले भन्नुभएको थियो। तर त्यो यहाँ भइरहेको छैन। धरान सानो छ, गाडी थुप्रो छ, यो दोष कसको हो त? अनि यो गाडीलाई तपाईँको ट्राफिक मात्रै लगाएर लखेटेको ड्राइभरहरू कति विस्थापित भएको छ, त्यसको लेखाजोखा मैले राखेको छु। धरान सरकारले राखेको छ, धरानको ट्राफिक प्रहरी कार्यालयले राखेको छ, छैन। यो ड्राइभरहरूलाई विस्थापित गराउने काम नगरले पुलिस लगाएर जबरजस्ती गरेको छ है, न व्यवस्थापन छ। तपाईँको सफारीको लागि म जति बेला लडिरहेको थिएँ, यो स्ट्यान्ड मैले राखेको छु, मैले राखेको त्यति बेला म प्रहरीको हिरासतमा बसेँ, तब त्यो बसेको त्यो स्ट्यान्ड। त्यति बेला हाम्रो मेयर साहब गाडी लाइनमा हुनुहुन्न थियो, त्यति बेला हुनुहुन्न थियो। पछि उहाँले पनि अब पछि गाडी लाइनमा आएपछि हामी सँगै लडेकै हो यो ठाउँमा, मजदुरको लागि, सफारी टेम्पोको लागि लडेको मजदुरसँग। लड्दै पछि उहाँले भन्नुभयो म ठाउँमा जान्छु, यहाँको समस्या समाधान गर्छु, मलाई सपोर्ट गर्नु। मेरो साथी पनि हो, फेरि मैले कुरा काटेको होइन उहाँको फेस पनि भन्छु, म यहाँ पनि भन्छु, मलाई नमस्ते गर्नु पर्दैन, मेरो कुनै काम बिन्ती गर्नुको लागि म गर्छु भनेको मान्छेले 1.5 वर्ष लाउँदा पनि यो स्ट्यान्ड राख्नु सकेन। यो मेयरले किन राखेन? कति रोक्नु? हप्तामा 3 चोटि, दिनमा 2 चोटि हामी 8वटा संस्थाको मान्छेहरू गएर स्ट्यान्डको लागि अनुरोध गऱ्यौँ। अनेक बाहना गऱ्यौँ, उहाँले मिलेर आउनुहोस्, मिलेर गयौँ, कागज लिएर आउनुहोस्, कागज लिएर आउनुहोस्, सबै आउनुहोस्। लास्टमा के बस्दाको सर चाहिँ किन चाहियो स्ट्यान्ड? उच्च त यो पो मेयरको। यस्तो पनि हुन्छ? मेरो कोही छैन उहाँलाई। अहिले यो ग्रुप पनि मजदुरले भन्दैछ हर्कसँग ग्रुप हो, हामी जाँदैनौँ भनेर भन्दैछ। उसको लागि हामी बढाउनु जाने भनेर भनिरहेको छ। मजदुरहरूले त्यो गरिरहेको छ। खोइ मजदुरको समस्या बुझेको हर्क सामान्य यो कुरा आएको छ। म यो राख्न चाहन्छु। यो स्ट्यान्ड खाली छ, यहाँ 4 बजीको सफा राख्दा के हो त? उताको अध्यक्ष रमेश राईले नदिने, या त मेयरले नदिने, नबोल्ने। अध्यक्षलाई सोध्दा जनता देखाइदिन्छ, मेयरले देखाइदियो, अध्यक्षले देखाउँछ। मजदुर त यता न उता भइरहेको छ। 1 वर्षमा म एकजना मजदुरको कति कमाइ खेर गयो होला भन्नुहोस्? दिनमा 400-500 कमाइ एउटा मजदुरको। अन्तिममा मजदुर थाकेर यो स्ट्यान्डलाई अहिले राउ काटेर बसिरहेछ, एकछिन बस्यो, अहिले ट्राफिक गरेर खेदाइहाल्छ, भागिहाल्नुपर्छ। त्यो मजदुर केको लागि बसेको? सेवा गर्नुको लागि बसेको होइन? धरानी जनताको लागि, धरान बाहिरबाट आउनेहरूको लागि सेवा गर्नुको लागि बसेको होइन?
एउटा मजदुरले 10 रुपियाँ खायो भने 100वटा मिडियाले भिडियो बनाउँछ, तर मजदुरको पीडा कुनै मिडियाले भिडियो बनाएको छ? म पनि मिडिया कर्मी हो, म पनि मिडिया चलाउन सक्छु। जहिले पनि त्यो नहुँदोको मात्रै खेतो मिडियाहरू गरिरहेछ। तर ट्राफिक ज्यादा त्यतिकै छ। ट्राफिकको इन्चार्जले चाहिँ डिएसपीएससीसँगै बसेर हामीसँगै बस्दाखेरि उहाँले कानुन भनेको हामी तपाईँहरूलाई कानुन र व्यवहारिक रूपमा तपाईँहरूलाई हामी तपाईँलाई सहयोग गर्छौँ भनेको छ। व्यवहारिक भनेको यहाँ एउटा के रङ साइडमा ट्राफिकले ड्राइभरले राख्यो होला, व्यवहारिकमा अब ठाउँ सानो त राख्यो, यसलाई मैले कारवाही गर्नु हुँदैन भनेर ट्राफिकले बुझ्नुपर्छ पर्दैन? अहिले रङ साइड राख्छ मलाई कारवाही हुनुपर्छ। 30 रुपियाँ लिएको छ, 5,000 रुपियाँ जरिवाना काटेको छ। आज सफारीहरू ड्राइभरहरू सबै टेम्पो ड्राइभर कति उयो विस्तारित भएको छ। खोइ मेयरले बुझेको, मेयर त लडेको, स्ट्यान्डको लागि पनि लडेको, सबै लडेको। मैले नै चिकित्सा गरेँ मात्र मेयरलाई स्ट्यान्ड दिएको एक यातायातको, मैले नगरेको भए पाउने थिएन। त्यो मेयरले लडिरहनु पर्यो त्यति बेला। अझ पनि म लडिरहेको छु, मेयरभन्दा अगाडि देखाएर लडेको छ मजदुरको लागि। म सफारीको लागि मात्रै टेम्पोको गाडीहरूको लागि म लडिरहेको छु र सिङ्गो धरन देशको लागि पनि म लडिरहेको छु। र सम्पूर्ण म मजदुरहरूलाई भन्न चाहन्छु कि तपाईँ कहिलेसम्म सफारीमा कहिलेसम्म टेम्पोमा मात्रै भएर बस्ने, कहिले बस्छ कुलेर चालक मात्रै भएर बस्ने? तपाईँहरू उड्नुपर्छ, अब जान्नुपर्छ। तपाईँहरू आउँदो यो चुनाव आउँदैछ, नेताहरूले तपाईँहरूलाई गोली भन्नाले तपाईँलाई चक्लेट बाँड्ने सुरु भइसकेको थियो, बुझ्नु होला। नेता बनाउने होइन, तपाईँहरू आफै नेता बन्नुपर्छ। अब हरेक सफारी चालक, हरेक टेम्पो, हरेक बसवाला, हरेक कुलेरो चलाउने ड्राइभरहरू, खलासीहरू, अब वडा सदस्यदेखि लिएर अहिलेको जुन हाम्रो कानुन संशोधनहरू प्रदेश सभाको सम्म हामीले लड्नु सक्छौँ, त्यहाँसम्मको तपाईँहरू लड्नुपर्छ। मैले त गत साउन 21 गति यही घोषित गरिसकेको छु कि धरानको मेयर म यो पालिको हो। मलाई जिताउनुहोस्। 1 रुपियाँ मैले ड्राइभर सबै टेम्पो ड्राइभर कति उयो विस्तारित भएको छ। खोइ मेयरले बुझेको, मेयर त लडेको, स्ट्यान्डको लागि पनि लडेको, सबै लडेको। मैले नै चिकित्सा गरेँ मात्र मेयरलाई स्ट्यान्ड दिएको एक यातायातको, मैले नगरेको भए पाउने थिएन। त्यो मेयरले लडिरहनु पर्यो त्यति बेला। अझ पनि म लडिरहेको छु, मेयरभन्दा अगाडि देखाएर लडेको छ मजदुरको लागि। म सफारीको लागि मात्रै टेम्पोको गाडीहरूको लागि म लडिरहेको छु र सिङ्गो धरन देशको लागि पनि म लडिरहेको छु। र सम्पूर्ण म मजदुरहरूलाई भन्न चाहन्छु कि तपाईँ कहिलेसम्म सफारीमा कहिलेसम्म टेम्पोमा मात्रै भएर बस्ने, कहिले बस्छ कुलेर चालक मात्रै भएर बस्ने? तपाईँहरू उड्नुपर्छ, अब जान्नुपर्छ। तपाईँहरू आउँदो यो चुनाव आउँदैछ, नेताहरूले तपाईँहरूलाई गोली भन्नाले तपाईँलाई चक्लेट बाँड्ने सुरु भइसकेको थियो, बुझ्नु होला। नेता बनाउने होइन, तपाईँहरू आफै नेता बन्नुपर्छ। अब हरेक सफारी चालक, हरेक टेम्पो, हरेक बसवाला, हरेक कुलेरो चलाउने ड्राइभरहरू, खलासीहरू, अब वडा सदस्यदेखि लिएर अहिलेको जुन हाम्रो कानुन संशोधनहरू प्रदेश सभाको सम्म हामीले लड्नु सक्छौँ, त्यहाँसम्मको तपाईँहरू लड्नुपर्छ। मैले त गत साउन 21 गति यही घोषित गरिसकेको छु कि धरानको मेयर म यो पालिको हो। मलाई जिताउनुहोस्। 1 रुपियाँ मैले भ्रष्टाचार गरेको प्रमाण भयो भने गोली हान्नुहोस्, मलाई या फाँसी चढाउनुहोस्। त्यो पनि जनताको बिचमा मैले भनिसकेको छु कि त्यस्तो व्यक्ति आउनु पर्यो भ्रष्टाचार गर्ने, मलाई गोली हान्नुहोस् या मलाई फाँसी दिनुहोस् भने त्यो व्यक्ति आओस्, त्यस्तो व्यक्तिलाई भोट दिनुहोस्। तपाईँहरू म योपालि भन्न चाहन्छु, मेयरको लागि अथवा प्रदेशको लागि केन्द्रमा त तपाईँ हाम्रो छैन। त्यसैले गर्दा म अझै भन्छु, तपाईँहरू देश बिचको सम्पूर्ण मजदुरहरू गुलाम गरिरहनु भएको छ नि, अर्को देशमा तपाईँहरूले कमाउँदै दिइरहनु छ अनि यहाँको नेताहरूले खाइरहेको छ। उनीहरू आलिशान सहरमा बसिरहेछ है। अब तपाईँको अब के भन्नु, कतिवटा गाडीहरू किनेका छन्, कति अब ब्याङ्क ब्यालेन्स के छ, हाम्रो केबी सरको त अब तपाईँहरूले सुनिसक्नु भएको छ होइन। उहाँहरूलाई नै भोट दिने काम नगर्नुहोस्, फलानालाई भोट नेता नबन्नुहोस्, तपाईँ आफै बन्नुहोस्। सदस्यदेखि लिएर माथि पहुँच्नु, तपाईँ कुल्ली गर्नुहुन्छ भने पनि, तपाईँ लेबर गर्नुहुन्छ भने, मिस्त्री जे गर्नुहुन्छ, तपाईँ लुगा सिलाउनुहुन्छ, जुत्ता सिलाउनुहुन्छ, फलाम काम गर्नुहुन्छ, गाडी कुदाउनुहुन्छ, तपाईँहरू उठ्नुहोस्। अबको यो देश म भन्छु अहिले काठमाडौँमा राजा ल्याउनुको लागि बल गरिदिन्छ, यहाँ गणतन्त्र बनाइदिन्छ। राजा पनि ल्याउने होइन, नेता पनि ल्याउने होइन, यहाँ अब मजदुर आउनुपर्छ यो देश चलाउनुको लागि। मजदुर म त्यो भन्न चाहन्छु, आम मजदुरलाई मेरो आह्वान छ, यो देश नेताले होइन, राजाले होइन, अब चलाउनुपर्छ मजदुरले चलाउनुपर्छ। मजदुरले गर्छ 24 घण्टासम्म यो देशको रक्षा, यो देशमा रगत पसिना बगाउँछ। त्यसैले गर्दाखेरि हजुरहरूलाई मैले
धरानबाट भन्दैछु यदि संसारभरमा चाहेको हेर्नुपर्छ नेपाली दाजुभाइहरू विदेश हुनुहुन्छ तपाईँ फर्कनुहोस् आफ्नो ठाउँबाट चुनाव लड्नुहोस् तपाईँहरू र तपाईँले बोक्नु सक्ने क्षमता भारी बोक्नुहोस् मेरो अनुरोध छ अब तपाईँ गुलामी होइन अर्काको देशमा आफ्नो देशमा गुलामी गरेर रगत पसिना ट्याक्स खुवाइराख्ने होइन तपाईँलाई यो देशले स्थान दिएको छैन तपाईँ आफै स्थान लिनुपर्छ मजदुरहरूले म त हलो जोत्ने मान्छे के गर्नु भनेर नगर्नु होला म भारी बोक्नु तपाईँलाई पनि यो देशको संविधानले चुनावमा आउँदो त्यो अधिकार दिएको छ तपाईँहरूलाई मेरो यो सल्लाह छ देशव्यापी म भन्न चाहन्छु सम्पूर्णले प्रदेशसम्मको हामी यो गाउँपालिकादेखि लिएर नगरको हुँदै तपाईँहरूले नेतृत्वमा भाग लिन सक्नुहुन्छ है त्यसैले गर्दा नेता नबनाउनुहोस् भन्नुहोस् यो अनुरोधका साथ आजको गणतन्त्र दिवसको शुभकामना भन्दै सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै यति मेरो मन्तव्य राख्न चाहन्छु समस्याहरू धेरै छ पूर्व धेरै कुरा भनिरहेको छ धन्यवाद जय नेपाल जय देश जय मजदुर